यहाँ हामी स्क्वायर त्यो सिसैदा यहाँ लुकिराखिसकेको छ। यहाँ अगाडिपट्टि एउटा ठुलो चर्च छ। तर माथि तान माथि अटो कट हुने रहेछ। सुन्दर फुलबारी यहाँनिर काका म लाइभ गर्दैछु एकछिनमा। एउटा फोन आएर लाइभ अवरुद्ध भएको थियो, फेरि त्यसलाई निरन्तरता दिँदै एउटा गार्डन छ। यो गार्डनमा इङ्ग्लिस बुझ्ने भएको भए त भन्दा हुन्थ्यो। ल हामी यस्तो छ एउटा यो मेरो बहिनी बस्ने घरको 15-20 मिनटको बाटोको नजिकैको एउटा गार्डन रहेछ र त्यहाँ आज घुम्न जाने हामीले गऱ्यौँ। यो डेनमार्क हो, डेनमार्कतिर आएको छु समीर ब्रो। मेरो बहिनी छ कि यहाँ। अमेरिका आउने साथी समीर होइन, यहाँ लाइभ गर्दैछु। नानी नानी भाउजू खिच्नु गोमा तपाईँको बनाइदिन्छु। त्यो मौका मिल्नुपर्छ समीर ब्रो, आइन्छ नि। हेर्दै समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ। यो चाहिँ के रहेछ? यहाँनिर गार्डन रमणीय एकदम सुन्दर चिसो छ यहाँको। यो नर्थ पार्टपट्टि पर्दो रहेछ यो डेनमार्क भन्ने ठाउँ। अनि अलिक चिसो छ। अब 2-4 दिनपछि चाहिँ हिउँनै पर्छ भन्ने यहाँ सुनिँदैछ। ल समीर ब्रो, ठिक छ।
एकदम गजब छ चिसो बतास यो अगाडिको चर्च हो यो चर्च अगाडिपट्टिको चाहिँ यतापट्टिबाट यतासम्म पछाडिसम्म यो ठुलो एउटा चाहिँ उसमा फैलिएको एउटा यो एक किसिमको ग्रेभयार्डै जस्तो रहेछ यहाँ सुन्दर फुलबारी छ यहाँ किसिमले यहाँनिर यहाँ मान्छेको यता अगाडिपट्टि पनि यस्तो किसिमको रहेछ नमस्कार जय साहब नमस्कार हामी यहाँ ए ल नानी आई एम कनेक्टेड विथ यु है डोन्ट गो सो फार यहाँनिर यहाँ कस्तो गजबको यहाँनिर एउटा उ छ हामी यताबाट आएका हौँ गजब छ वातावरण एकछिन एकछिन पखल म अगाडि जान्छु अहिले त होइन नि पहिलाको छ यहाँदेखि तलतिरपट्टि बाटो छ यो ए छोड एप्पल गजब छ बोटहरू यहाँ एउटा पोन्ड रहेछ गजबको मैदान छ यहाँ मैदानमा मानिसले आफ्ना मानिसहरूको सम्झनामा फुलहरू यहाँनिर ठाउँ ठाउँमा राखेको जस्तो देखिन्छ कमलको फुल फुलिरहेको जान मिल्छ त्यहाँ मिल्छ गोल्ड फिसहरू रहेछ कस्तो ठुलो त्यहाँ ठुलो छ ए त्यहाँ ठुलो It is there.
गजब छ घमाइलो दिन छ चिसोको अनुभूति त्यति भएको छैन घामले गर्दा घाम नहुने हो भने चाहिँ अत्याधिक चिसो हुने रहेछ यो किसिम गजबको यहाँ फल रहेछ सानो खालको स्याउ जस्तो सानो खालको स्याउ नै जस्तो छ सानो खालको स्याउ रहेछ गजब विभिन्न किसिमको फलहरू देखियो अहिले बाटोमा आउँदाखेरि यहाँ चाहिँ फेरि सानो खालको स्याउ एकदम हेर्दाखेरि यसको स्वाद चाहिँ कस्तो छ ए छुनु हुँदैन गजबको अर्को एउटा फल यहाँ देखि यहाँ गयो नानी फोटो खिच्देऊ भाउजूहरूको यहाँनिर यो के हो ए अझै उतातिर पनि गार्डन रहेछ ए टन्नै रहेछ ठुलो एरियामा रहेछ एक्लै आएर झरेका छन् के खालको अर्को फल रहेछ यो चाहिँ फलिसकेर झरिसकेको यो जस्तै खालको फल रहेछ फडिक जस्तै खालको यहाँबाट यतापट्टि बाटो छ बिचमा गार्डनको बिचबाट फेरि एउटा बाटो रहेछ एक दिनमा पनि घुमि नसक्ने ठुलो बगैँचा नै रहेछ पार्क यतातिर पनि छ धेरै चराचुरुङ्गीहरूको वासस्थान विभिन्न किसिमका चराहरू पनि देखियो एकछिन यता छोड्दा हाल्ने यहाँ फेरि अर्को खालको अहिले ऐसेलु टाइपको एउटा फल रहेछ बक्सबोम राफ्ट अब यो पढ्नु
हामीले पढेको उच्चारण हुँदैन यो प्रोनाउन्सिएसन अर्कै किसिमको हुन्छ लडिन्छ बाबु नगर ल पख 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 म अगाडि जान्छु अलिकति मेरो कान्छी बहिनी यहाँ यतापट्टिबाट जाउँ यतापट्टि हामी अघि हिँडेछौँ मिलाएको 2.5 अब हामी बिस्तारै बाहिरिँदैछौँ अब 20 मिनेट बाँकी छ गजब छ सोलवेयर भन्छन् यहाँ सन सोलवेयर सोल भनेको सन हो कति चाहिँ राम्रो फल यो अमिलो अमिलो हुन्छ मिठो खान मिल्छ यहाँको चाहिँ नखाउँ अब खान चाहिँ मिल्छ यतापट्टि पनि छ सानो जत्रो स्याउ छ ए चल्नु हुँदैन सुसुबे त्यहाँ आऊ त सानो खेल्ने होइन त्यसरी विश्वविया के गड भनिन्छ यो ठाउँलाई र यहाँ हामी यो अगाडि चाहिँ एनएफएस ग्रुन्बी नाम गरेको हाई स्कुल संस्थापना गर्ने संस्थापकको नाममा खोलिएको डेनमार्कको एउटा कोपेनहेगनको ठुलो चर्च मध्येको एउटा हो। यहाँ धेरै टुरिस्टहरू यो चर्च मात्र हेर्नको लागि आउने गर्छन्। हजुर है सानो सानुको नाम पनि त्यहीँनिर रजिस्टर गरेको त्यहीँ भित्र गएर। हजुर केकमा रजिस्टर गर्नुपर्छ नि त भगवानको मन्दिरमा रजिस्टर गर्ने। ल अब मैले ल मेरो एउटा विद्यार्थी ग्रिसले पनि हेर्दै रहेछ ज्वाइँ साल। ल गजब छ। यहाँनिर
हामी अहिले यहाँ एउटा ऐना राखिएको रहेछ रिफ्लेक्सन इन कमन आउँदैछु यहाँबाट भित्रतिर ल आफूले आफूलाई हेर्दा यस्तो हुन्छ यो चाहिँ हाम्रो प्रतिबिम्ब रिफ्लेक्सन गार्डन हुँदैन एकैतिर मात्रै हुन्छ पछाडिको आउँदो रहेछ सानो 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 यहाँ उभो न यसरी यता हेर हाम्रो सानोको नाम पनि रहेछ यहाँ म त यहाँ अहिले आफ्नै तस्बिर यस्तो देखेर को रहेछ यो भनेर भन्छु यताबाट फर्केँ कि यस्तो आफैलाई देखेँ को यहाँ उभिएको रहेछ भाउजूको पनि खिच्दिन्छु ल भाउजू आइहाल्नु त यतापट्टिको दृश्य यस्तो छ यस्तो छ गजब छ यताबाट हिँड्नु बाटो यता होला म यताबाट आएँ ल यसरी हामी यो गार्डनबाट यतातिर निस्क्यौँ र यहाँ एउटा ऊ छ चोक छ ल हामी अघि यहाँबाट छिरेका थियौँ लगभग 1-1.5 घन्टाको घुमाएपछि फेरि हामी फर्केर यही ठाउँमा आइपुगेका छौँ ल अब अहिलेलाई यति नै यहाँ ओपेरा हाउस जस्तो रहेछ यहाँनिर डान्स क्यापेलिटी यहाँ यसरी नाच्ने मलाई भित्र अलिकति छिरेर यहाँनिर हेर्न मन लागेको यहाँबाट एकदम गजब किसिमको वरिपरि यसरी चाहिँ मानिसहरू बस्ने ठाउँ पनि रहेछ ठुलै ठाउँ जस्तो छ यहाँबाट एउटा उतातिर कुन ठाउँ जाने त्यहाँ छ अघि चाहिँ मलाई लाग्छ यताबाट चाहिँ यताबाट पनि हामी आएको अहिलेको लागि मलाई ए यहाँ सुन फोटो खिच्यौँ न त हौ ल ल ल बस्छ त तेरो चाहिँ फोटो खिचिदिन्छु म दादा र मेरो नाना हजुर सुस्दा र मेरो दामी छ त यताको अरूले नै ह्याप्पी बर्थडे भनिहाल्छन् कि भने यस्तो गरेर
यहाँ आऊ न यहाँ उभो न आज हामी यो डेनमार्कको एउटा सी बिचमा आएको छौँ होइन ल जेलीफिस समुद्रको चिसो हावा छ चिसो हावा छ झन्डै चस्मा मजा आइरहेछ समुद्रको चिसो खाँदाखेरि आनन्द आइरहेछ घाम लागे जस्तो छ तर एकदम चिसो छ यस्तो छ यहाँनिरको दृश्यहरू वरिपरि डेनमार्कको झन्डा वरिपरि यहाँनिर ऊ त्यो ठुलो देखिएको चाहिँ त्यो अब जुम यहाँबाट गर्न मिल्छ त्यो चाहिँ क्रुज हो त्यो ठुलो क्रुज चल्छ अनि यहाँबाट पर देखिँदैछ त्यो चाहिँ स्विडेन हो त्यहाँ स्विडेन पनि हाम्रो जाने कुरा छ त्यो एउटा बोट हिँड्दैछ पर देखेको त्यो सेतो सेतो छ नि त्यो घरहरू त्यो चाहिँ स्विडेन हो स्विडेन यस्तो छ यहाँको यो देशमा चाहिँ हर वखत बादल चाहिँ लागिरहेको रहेछ घरिघरि घाम देखिन्छ हाम्रो दिदी पनि यहाँ बोल्दैछ खै कहाँ छ जेलीफिस ए जेलीफिस भनेको त्यो हो देखेँ उयो रहेछ जेलीफिस ए जेलीफिस गजब छ चिसो वातावरण समुद्रको यसरी यहाँ एउटा आउने ठाउँ रहेछ बिचमा यस्तो बिच त होइन एउटा अलिकति पर उति त्यहाँबाट यस्तो पर समुद्रको छेउमा निकालेको रहेछ यहाँनिर चाहिँ यस्तो छ घरहरू यस्तो छ यस्तो अघि हामी त्यहाँ पुगेर आयौँ त्यो विन्ड मिलहरू इलेक्ट्रिसिटी त्यहाँबाट बन्छ त्यो विन्ड मिलबाट यो चाहिँ क्रुज रहेछ यहाँ हामी 5 जना आएको छौँ हजुर धन्यवाद यहाँनिर इन्जोय भन्नुभएको छ ल म पनि भन्छु नमस्कार नमस्कार हजुर ह्याप्पी बर्थडे टु यु दिदी हजुर ल घाम लाग्यो यो चाहिँ डेनमार्कको झन्डा छ यसरी लेउ लागेको हुँदो रहेछ ढुङ्गाहरू छन् यो चाहिँ लाइभ छु म फेसबुक लाइभ यहाँ लक्ष्मी बहिनीले पनि हेर्दै हुनुहुन्छ ल
हाम्रो सानोको नि बर्थडे हजुरलाई पनि ह्याप्पी बर्थडे भन्नु दिदीको पनि आजै त हो अनि थाहा भएर मात्रै हुन्छ त हजुर बर्थडेमा सबैजना बुढो हुन्छन् है मान्छे भएर कम त छैन यहाँ सानाहरू चाहिँ ठुला हुन्छ नानी ए हिँड्दै बाबु आइसक्यो बाबु बाबु नमस्कार मामा नमस्कार अब यहाँ ठुला ठुला ढुङ्गाहरू छेउमा यो कहाँ आयो यतापट्टि फेरि अर्को यस्तो बोटै बोट राखेको रहेछ हेलरुप भन्दछ हेलरुप सेभिङ क्लब सेजी यहाँ चाहिँ लाइट हाउस जस्तो रहेछ एउटा सुझ्दा के छ कस्तो जाडो भइरहेछ कि छैन हो ल जाने यहाँ चाहिँ साना साना बोटहरू निकाल्ने ठाउँ रहेछ गेटवे यहाँनिर समुद्रमा छिर्ने साना साना बोटहरू यहाँबाट छिर्दो रहेछ यहाँबाट छिरेर अनि यताबाट जाने रहेछ हुन्छ दिदी हस् ल हजुरलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना एकदमै राम्रो सबै राम्रो शुभकामनाहरू प्रगति उन्नति हेर न सानो त्यो धेरै ननिउरो है लडिएर सानोमा कस्तो हुत्तिएर लानुहुन्छ है मलाई डर लागिहाल्छ अरे कस्तो छ हाम्रो हात मेरो त हिउँनै मेरो पनि त्यस्तै छ है हिउँकुमारी नै छु म फेरि ल यताबाट जाउँ गएकै ठाउँ हो यो गएकै बाटोबाट हजुर गरौँ नो 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 नो
रात पर बनाने 3 बजे प्राइभेट हो प्लान थियो प्रिभेट अनि आफैले चलाउन सकिन्छ नि। यहाँको उसमा प्रिभेट भन्छौँ क्या अनि आफैले चलाउन सकिन्छ हैन। प्राइभेटलाई भनेको तिमीले आफूले किनेको जस्तो यो तिम्रो हो दादाले पनि लाउन मिल्दैन त्यस्तो प्रिभेट भन्नु यो बोर्डहरु कति मैले धेरै धेरै पैसा पर्छ नि धेरै एक्सपेन्सिभ हुन्छ दादा म खिच्दिउँ ठिक छ फेसबुक लाइभ खिच्दै ला ए हो जाइसा पनि हेर्दैन ए हस् चकचक नगराए अब ऊ यहाँनिर लाउन टेनिस खेल्ने ठाउँ छ ए म खेल्छु ल। म खेल्छु ल। हस् तिमीले जे पनि तिमी जत्रै होला त्यो बिहा विशाल पनि सकिएर किन सकिएर खान खै के गल्छ पनि छ टिचर पनि हुन्छ त्यस्तो त माथि होइन कहाँ त्यो स्कुल हो र। ए अँ स्कुल हो त यताबाट छिरेर यसरी जाउँ न यताबाट यताबाट यहाँबाट हजुर यहाँबाट जानु मिल्दैन त्यो बन्द छ होइन मिल्न त मिल्छ झन्डैले होइन गरेर गरौँ देखेको रहेछ नि प्राइभेट बोर्ड हो त एउटा यहाँनिर यसो के को बोटो नसकेको बोट जस्तो पातेर राखेको यहाँ तस्बिर यो रुखको ल नाइ ए गोमा यहाँ आउनु तिमी खिच्देऊ ल सुसु आऊ आऊ सुसु आऊ यहाँहरू बहिनीले फोटो खिच्नु अहिले मैले देखाइछु नि त बहिनी दामी आयो यो प्लेइङ स्टेसन रहेछ केटाकेटीहरूको केटाकेटी उहाँ खेल सुसु ल यो खेल गुवा पनि भएछ उतापट्टि बस्दा हुन्छ सुधा हराइदिनु कुदाइसक्यो एकचोटि किन खान्छ फलाम पुगाउनु साङ्लो छ माथि केटाकेटीले खेल्ने बेला हुन त अब तर ठुलो मान्छे नि खेलिरहेको सानै बच्चा भएर यतातिर पनि छ प्लेयरको ए म पनि छोड्छु है एकचोटि सुशोभित अहिले एकछिन तिम्रो ओर्लेपछि धेरैजनाले किन
भुइँ छोडो है सारा यो चाहिँ लडिहाल्दाखेरि ल भयो सानै कता गयो ए सानो त यहाँ चाहिँ ओके ल ए धेरै साह्रो नहोला हौ यस्तो रोकेर आऊ यता हाम्रो सानोले के सोचेछ हाम्रो यहाँ हुनुहुन्छ अर्को सानो र म बच्चा सानो त्यहाँनिर छ नि सानोको लागि जम खेल्न मन लागेको सानो आउँ त बा सुसुकी त त्यहीँ हल मैले सानो रहेछ भाउ सानो रहेछ मैले त ए सक त यहाँ उफ्रिने हो ट्रेम्पोलिन अब पलङमा उफ्रिनु नपाइ यहीँ उफ्रायो पलङमा नउफ्रिनु ए उता फेरि बाहिर टेकेर अनि अप्ठ्यारो होला नि गर्न ऊ जानिहाल्दैन तर धेरै उफ्रिँदैन रहेछ गयो भने सानोलाई सानो यतिकै हो सुसुकी त हल्लाइ हल्लाइ खेलेर बसिरहेछ सानो बाबु यो चाहिँ के हो स्केटिङ खेल्ने हो त्यस्तै स्केटिङ खेल्ने ठाउँ हो बद्र सानो बद्र हुन्छ किन नहुने यहाँ हिँड्ने ठाउँ हो बच्चाको गाडाको पछाडि हेर्नु गाडाको पछाडि इन्जोय हो क्या पानीको साथमा यहाँ चाहिँ के हामी बस्नु मिल्दैन मिल्छ किन नमिल्छ म पनि बस्छु है त अलिअलि हुन थाम्छ सुधा हजुर के खेलिदिन्छ दादा म त यहीँ छु ए दादा ऊ सुसु दादा त उहाँ छ यो पिङ्की खेल्नु अघि खेलिएको थिएन टायरमा मजाले बनाएको छ सारा दसैँमा भुइँ छोड्नु भन्थे भोलि त भ्याइँदैन भुइँ छोड्ने ठाउँमा लैजान्छु न त त्यो उयो के अरे ठुलो पिङ खेल्ने ठाउँ भोलि किन भ्याइँदैन भोलि टिका लाएर टिका लाएर त हाम्रो धेरै प्लान यहाँ पो मजा आउँछ हजुर
दा भाउजूको कम्पिटिसन चल्दैछ मलाई सक्दैन म माथि पुग्छु ल है ल है हामी खेलेर मिल्दैन हैन मिल्छ होला खेलिरहेछन् अघि भर्खर खेल्दै थिए यत्रै केटीहरू खेल्दै थिए सक्छ म जति म माथि कि भाउजू माथि ए सबैजना माथि नै माथि कोही भुइँमा छैन खुट्टा छोडिएकै छ ल ल भयो भयो लिङ्गो नफर्का लिङ्गै फर्काइदिनु फर्काउनु ल है ल ल भाउजू नमच्चिनु धेरै ल अहिले त एउटै रेन्जमा आयो दुईजनाको न ल ल नचलाउनु नचलाउनु दुवैजना एकदम राम्रो देखिया छ सँगसँगै बिस्तारै रोकिन्छ बिस्तारै रोकिन्छ खुट्टा नचलाउनु एकजना चाहिँ यहाँ आफ्नै धुनमा हुनुहुन्छ ए हजुर ल हो तिमी पनि खेल्छौ सानो आऊ लन टेनिस खेल्ने ठाउँ यहाँ लन टेनिस खेल्ने ठाउँ मान्छेहरू खेल्दैछन् लन टेनिस कत्रो मान्छेको लाग्यो भने ठिक्क देखियो नि त्यहाँ हेर्नु सानो मान्छे सानो हात बाउ खुट्टा खुट्टा जोत्न हुँदैन है कता के जाउँ जाउँ हो अब राम्रो आयो सानोको त साना उठ्ने भयो अब यही बाटोबाट सर जाऊँ हामीलाई टाइम आउट ए अब तिमी खेलिरह कसरी आउनुपर्छ यहीँमा त्यही बस्ने हो त त्यही बाटोबाट जाने कुन चाहिँ ए उताबाट यताबाट मास्टर गएको हुन्छ गजब छ स्याम्पेन बोतल स्याम्पेनको बोतल जस्तो लाग्यो मलाई नर्थ क्याफे त्यहाँनिर उयो छ स्याम्पेनको बोतल कस्तो मजाले यो रुखहरूले यसरी यहाँ दुईतिरबाट सट्टा छारिदिएको छ लन टेनिस खेल्दैछ मान्छे लन टेनिस यता होला अहिले हामी त्यतातिर उताबाट आएको थियौँ अहिले यताबाट जान आँटेको बाबु आऊ आऊ बाबु
मेमोरी हो धेरै एक्सपेन्सिभ लाइफ मेमोरी हामी त्यहाँ रोडसम्म पुग्छौँ अनि रोड पछि चाहिँ पेरिस भनेको बाबु फ्रान्सको हो उसले के पेरिस भन्छ ए टेनिस ए लन टेनिस हुन्छ LAWN Everything is recorded, so don't. गजब छ यहाँ यस्तो चरा हाम्रो नेपालमा पनि पाइन्थ्यो यहाँ पनि पाइँदो रहेछ गजब छ यहाँ स्याउको बोट छ तर अलिक सानो फलेको रहेछ मलजलको अभावले हो उयो पर त ठुलो ठुलो थियो यता हैन यहाँ बाटो त यहाँ छ त पास ए उताबाट पनि रहेछ ठुलो बाटो रहेछ गजब छ हामी त्यो समुद्रको उतातिर पुगेर आयौँ अब यतातिर हामी रोडतिर आउँदैछौँ यहाँनिर यो घर त छिर्ने रहेछ यो चाहिँ अब रोड हामी यहाँ कहाँबाट बहिनीले गाडी चढाउँछ अब यहाँबाट हामी घरतिर जान्छौँ हामी यहाँनिर बाटो क्रस गर्न लागिरहेका छौँ मान्छेको ग्रिन भएपछि यो साइकल हिँड्ने बाटो हो यो चाहिँ त्यो गाडीको बाटो उहाँ भाजौँ हामी हरियो बत्ती बल्यो
हेरारु स्ट्रिट मान्छे हिँड्ने बत्ती बलेपछि सपिङ कम्प्लेक्स बाटोबाट यो साइकल हिँड्ने बाटो हामी यताबाट पनि जाउँ एकैछिन त यहाँ नजिकै 3 मिनेटमा केकको पसला छ कि त्यहाँ गयौँ भनेदेखि कति बज्यो अहिले त 3 बजेर 18 मिनटको ल त्यसरी म जोइन गर्छु बन्द गरेँ ल अहिलेलाई यति नै गरौँ होला